ह्यान्डल यताउता हुन्छ फेरि आऊ आऊ पछाडि पछाडि चाक पछाडि चाक आयो ल रेडी भयो केटाहरू बिस्तारै है बिस्तारै लड्ला नि फेरि यता खाल्टा चाहिँ ब्याक टु हामी चाहिँ इक्वल टु सरी गोल्ड हानेर ब्याक टु हामी फ्रेन्डसँग आयो सकिसक्यो अब अर्को साइकल ल्याएको कस्तो गाह्रो हुँदो रहेछ हौ टाउको आज त्यो थोरै पानी पर्यो क्या तर लोड छ देला चिप्लिँदो रहेछ लास्टमा अघि झन्डै नम्बर आयो हेलमेटले झनै कस्तो चिप्ले है रोडमा झन्डै त्यो तल चिप्लिन्छ तल जाँदा किन यो खस्यो भने त ल बिस्तारै फालेको टायर नै रोक्यो भालु रहेछ त टायरै फाल्दियो यार कसरी के भएन नि छाला गयो अलिकति ओइ फर्स्ट रोक्यो भने फेरि मेकानिकले ठुक्ला नि पछाडिबाट खोइ आयो सबैजना हेरेर कहाँ फाल्दिरह मेरो पनि छाला होला नि यहाँ पूर्वस्था थुप्रै लडेन लड्नु त लडेन खतरा जम बाँधी नसकिने चाहिँ होइन हातले लिएर आउनु पर्ने फेरि दाबी को लड्यो को बिस्तारी आऊ बिस्तारी म्याच खोइ हान्यो न के धेरै लाग्यो कि त्यो त खतरै छ क्या हो को साइकल पुरा बाटो बन्द गरिदियो यता हो कता हो यता आम्मा है यहाँ त के हो हेर म्यालेको चाहिँ अघि जस्तो नहेरी गयो भने त कस्तम अघि बिस्तारो त्यस्तो देखिया हो कि न छोडो कहिले 12 seconds later. बिस्तारै हेरेर आयो कन्ट्रोल गरेर बिस्तारै हान्दै आऊ स्पिड नआऊ बिस्तारै ह्यान्डल कन्ट्रोल हुँदैन रहेछ गाह्रो हुन्छ यार यहाँ गएपछि घ्याच्च बस्छ अनि यहाँ चाहिँ हल्का डर लाग्छ ल सर अगाडिको ब्रेक नहान नाइस ल मेकानिकल हिमांशु नि आयो पेमा ठोक्क ल हिमांशु आयो ह्यान्डल यताउता हुन्छ फेरि आऊ
चाक पछाडि चाक दामी ल दामी दामी जाने ढुङ्गा भन्दा त्यो खुट्टामा ग्रिप बसेन क्या त्यो टिप्ले हाल्यो भने त्यो होइन यो त झारिदिइहाल्यो नि यहाँ चाहिँ कन्ट्रोल छैन क्या कन्ट्रोल त्यो खुट्टा त्यसको के भयो भने हैन दामी दामी ब्याक टु तल है तल त्यो ड्रप हानेर नि आइसक्यो ओए चिप्लो चिप्लो जरा हाल्छ है हिजो अलिक सिमसिम बानीले नि यत्रो प्रभाव कुरी ओहो कोही आएन क्या माथि यहाँ क्लक्क लडाएन दामी दामी अब ब्रिज है काठको ब्रिज है सक्यो सक्यो बिस्तारै हो यतातिर ठोक्ला लेफ्ट लेफ्ट खाल्टो खुल्टो छ यतातिर त हेरेर दामी मजा आयो मजा आयो हामी चारजना मात्रै रहेछ है चिचिडी त्यो हिमांशु रोकिरहेको थियो बिचमा ल फटफट जाने कि के गर्ने फटफट जाने कि के गर्ने खोइ बाटोको त मलाई थाहा छैन म त हिँड्छ फटाफट फटाफट खोइ जाउँ न खोइ कता आएको अलि यो मजा भएन कि है हिमांशु जाउँ न कहाँ भेट हुने हो होइन फटाफट हिँड्ने क्या बरु ल ल जाउँ ल हिँड्यो भने उनीहरू चाहिँ अब कहाँ घर आउँछ कि फेरि त्यो भयो कि डर भयो होइन अब आज थाहा भयो अब पछि चाहिँ आउँदा चाहिँ अब थाहा हुन्छ अगाडि हिँड्नु के हुँदैन खोइ जाउँ न हिमांशु खोइ यहाँ बाटो हेरेर ल ल आऊ न त अभी गोब्रोको चार्ज चाहियो त साइकल जाने है आऊ आऊ बाटै देखिँदैन यार पातहरू ओए काठ रहेछ यहाँ त म एक पुरी चाहिँ थोरै पेलम 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 तर रमाइलो भयो केटाहरूसँग आएर यो भन्नु नि चिप्लो माटो दामी यता यता हो बिस्तारै हो बिस्तारै पहिला ठाउँ हेर तल स्लाइड हान्नु स्लाइड स्लाइड पछाडिको स्लाइड हान्यो हो दामी दामी ओ ब्याक टु हामी फेरि नपुग्यो पुऱ्यो होला अस्ति फेरि म यहाँ बङ्लङ्ग लड्यो
म्याकुरी ओइ म्याकुरी सेम अस्तिमा चाहिँ हुन्ला फेरि खत्रै लडा चाहिँ अहिलेसम्म दुखिरहेको छ हात त मेरो ओइ टेक्निकल भन्दैछु ढुङ्गा छ बिस्तारै भनेको पानी यता धेरै परेछ तलभन्दा कस्तो चिप्ले लड्छ है बिस्तारै है मान्छे ढुङ्गा छ बिस्तारै भन्नु यार म त रन्डिक बान एउटा ढुङ्गा कटाएँ अर्को पनि चिप्लो भयो क्या त्यही माथि अब उकालो हो अब हाल्यो नि त कस्तो फाल्छ या टायर त अगाडिको हुन् त बाबा सक्यो ट्रेन ओ यता त सिटले नै भिजेको नि त भुइँ त कस्तो त्यस्तो पानी त पुऱ्याएर हिँड्छ सकिन लाग्यो ट्रेन पनि अब एकदम टनल ओइ गेट अप यो सानो हाल्नु पर्यो नि डर लाग्यो अब चाहिँ फ्लो छ है कहिले गाडी जिस्केर भन क्या त्यसरी भने गऱ्यो भने इरिटेट हुन्छ क्या रेस नगर धेरै हेरेर मात्र ढुङ्गा होइन पहिरो यता रुखमा रोक्छ केटा धन्य आफै रोक्दिन रुख छ रुख सिक्लिमा पो खोज्छ त बा तिमी अगाडि हिँड त अगाडि म एक्लै भयो क्या भिडियो तिमी अलिक पछाड साइकल पनि बङ्गाउ क्या एउटा भिडियो बनाउनु पऱ्यो भिडियो रेबिनकोमा कस्तो आउँछ भिडियो हजुर